आजको कार्यक्रमका परम पूजनीय गुरु, कार्यक्रमका सभाध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिज्यूहरू, हाम्रो मुगुम कामरङ क्षेत्रका खेम्बोज्यूहरू, सबै लोपन मित्रहरू, हाम्रो कामरङ गाउँका सबै गुम्बाका मुख्य लामाज्यूहरू, अरू चुम्माज्यूहरू, सबैलाई म मेरो तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु र आजको मुख्य गुरुज्यूलाई मेरो हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु, स्याल्युट व्यक्त गर्न चाहन्छु। आई वुड लाइक टु गिभ बिग रेस्पेक्ट टु आवर चिफ गुरु। अत्यन्तै मलाई आज चाहिँ खुसी लागेको छ। आजभन्दा 7 वर्ष पहिला, धन्नै 8 वर्ष पहिला सम्भवतः यस्तै मौसम मलाई लाग्छ हाम्रो पेमा ग्याल्बो खेम्बो हुनुहुन्छ, फागुनकै महिना हो क्या, फागुनकै महिना हुनसक्छ। मौसम पनि यस्तै थियो, रातभरि पानी आयो, हिउँ आयो। पछिल्लो दिनमा यहाँ चाहिँ यसको के भन्ने शिलान्यास आजको 7 वर्ष पहिला लोखाम नितोङ तुन्जु तोन्सुमला यी धाला हुरी प्रमुख रिम्पोछे यहाँ आउनुभएको थियो। त्यो शिलान्यास कार्यक्रममा पनि म यहाँ उपस्थित थिएँ 7 वर्ष पहिला। आज 2000 लोखाम नितोङ केयु 2080 यो ओपनिङ सेरेमोनीमा पनि यहाँ उपस्थित हुने चाहिँ सौभाग्य हामीलाई प्राप्त भएको छ। यस मानेमा यसको आर्थिक व्यवस्थापन गर्ने लगायत यहाँ बसेर धेरै मेहनत गरेर यो सम्पूर्ण कुराहरू अहिलेसम्मको अवस्थामा ल्याइपुर्याउने यस क्षेत्रका हाम्रो खेम्बो मित्रहरू, लोपन मित्रहरू, आर्थिक व्यवस्थापन गर्ने हाम्रो मुख्य गुरुज्यू, उहाँको मिसेस अनि खाँडो पेमा सोडोन रिम्पोछेलाई पनि म मेरो मनदेखि, भित्री मनदेखि म चाहिँ सम्मान गर्न चाहन्छु, रेस्पेक्ट गर्न चाहन्छु। अब यसपछि म थोरै के कुरा व्यक्त गर्न चाहन्छु भने हाम्रो कामरङ क्षेत्र योभन्दा पहिला कुनै दिनमा यहाँ एकजना महानुभाव पनि खेम्बो हुनुहुन्न थियो, एउटा चाहिँ दाजुभाइ पनि लोपन हुनुहुन्न थियो। पढे लेखेका मान्छेहरू औँलामा गन्न सकिन्थ्यो। आजको धन्नै 20-25 वर्ष पहिला मुगुम कामरङ एरियाभरि मोयुक एसएलसी पास गर्ने मान्छेहरू 12-13 जना मान्छे हुनुहुन्थ्यो, त्यसमा एउटा म पनि थिएँ। आज हामीले यस कार्यक्रममा उद्घोषण गर्ने एकजना पछाडि मेरो पछाडि हुनुहुन्छ, कति राम्रो कलात्मक ढङ्गले उद्घोषण गर्नुभएको छ। यस्ता व्यक्तित्वहरू, पढे लेखेका नानी बाबुहरू थुप्रै पाएका छौँ। कामरङ क्षेत्रभरि 12 क्लास पास गरेका, ब्याचलर पास गरेका थुप्रै युवा जनशक्तिहरू हुनुहुन्छ। खेम्बो मात्रै अहिले धेरैजना हाम्रो करान क्षेत्रको खेम्बो हुनुहुन्छ। यस मानेमा आई एम भेरी प्राउड, म धेरै गौरवान्वित छु। अस्ति भर्खर पनि चाहिँ हाम्रो काठमाडौँमा 7 जना साथीहरूले खेम्बोको उपाधि प्राप्त गर्नुभएको छ। त्योभन्दा पहिला चाहिँ पनि अरू खेम्बोहरू, हाम्रो खेम्बो पेमा ग्याल्बो लगायत अन्य साथीहरूले चाहिँ खेम्बोको उपाधि प्राप्त गर्नुभएको छ। यो सबै करान क्षेत्रको एउटा गौरवको विषयवस्तु हो। म यस मानेमा गौरव व्यक्त गर्न चाहन्छु र यो चिज उपलब्ध गराइदिनु हुन पहिलेदेखि मुगुम कामरङ क्षेत्रका लागि पर्नु भएको हाम्रो चिफ गुरुज्यूलाई पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। उहाँको कारणले थुप्रै हाम्रो चाहिँ करान क्षेत्रका साथीभाइहरू पढेर खेम्बो बन्नु भएको छ, लोपिन बन्नु भएको छ। थुप्रै साथीहरू पढ्दै हुनुहुन्छ। भोलिका दिनहरूमा यस क्षेत्रमा काम गर्ने गरी जनशक्ति चाहिँ तयारी हुँदैछ। अब रह्यो कुरा यो क्षेत्रमा यहाँ एउटा गुम्बा बन्यो। आज यो गुम्बाको प्राण प्रतिष्ठान र गुम्बाको उद्घाटन कार्यक्रम सम्पन्न हुँदैछ। यसको आडैमा एउटा चाहिँ मोहिक पढाउने आवासीय विद्यालय पनि छ। यो भनेका समाजका यी दुईटै गहना हुन्। यिनीहरूको चाहिँ विकास, भोलिका दिनहरूमा विकास गर्ने, यिनीहरूलाई अझ थप मजबुत बनाउने यस जिल्लामा रहेका सबै जनप्रतिनिधिज्यूहरू, यो समाजका सबै अगुवाज्यूहरूको र स्थानीय सरकार मुगुम कामरङ गाउँपालिकाको परम कर्तव्य हुनेछ भन्न म चाहन्छु। थोरै म भन्न चाहन्छु कि यहीँनिर हाम्रो यो पछौडी गुद्नु भएको हाम्रो दोर्जे कामरङ हुनुहुन्छ। दोर्जे कामरङले एउटा गीत चाहिँ लेख्नु भएको छ, यो याल ताना एब्लाङ काङताङ माला रारङ छो धाक्पो दुक्पो चिजिक चुङ्ना फोइल माताङ ख्यो भनेर उहाँ यहीँ एउटा गीतकार यहीँ हुनुहुन्छ। त्यस भएको हुनाले
मैले यो कुरा किन भनिरहेको छु भने हामीले फयुल छोडेर गइराखेका छौँ। अघि हाम्रो अध्यक्षज्यूले भन्नुभएको छ हामी भोलि मान्छे मऱ्यो भने रोक्यालन म्याङ मिजोर चाहिँ हिँडौँ खेप्तोङ तोले साई छुग्याल नहोत खेप्तोङसँग चक्कै यहाँलाई कि गाँदा मिते पाल्बुन दादा यहाँको संरक्षण कसले गर्ने? यो गुम्बा बनेको छ, पर स्कुल बनेको छ, यहाँ आएर कसले पढिदिने हो, कसले लेखिदिने हो? त्यस कारणले म यहाँ कार्मारङ क्षेत्रका सबै दाजुभाइ दिदीबहिनीहरूलाई एकदमै हाम्रो यो दोर्जे कार्मारङको गीत पुनः दोहोऱ्याउन चाहन्छु। ह्याला ताना एब्लाङ काङताङ माला राराङ छो काकु दुक्को चिजिक छिउना फोइल माताङ ख्यो भन्ने जुन गीत छ यसलाई आत्मसात गर्नुहोस्। यो गीतमा धेरै चाहिँ आत्मा भरिएको छ, यो क्षेत्रको चाहिँ माया भरिएको छ, आफ्नो जन्मभूमिको चाहिँ सम्मान भरिएको छ। त्यस भएको हुनाले हामी हाम्रो फोइलमा बसौँ, यही गुम्बामा पढौँ, परको आवासीय स्कुलमा पढौँ, यही क्षेत्रको विकास गरौँ। हामी जहाँ जहाँ बसे पनि हाम्रो फोइललाई नबिर्सौँ। राङ के सा तङ राङलाङ राङला क्यान आमा सा जेचेमान सुजे रोदी मिमान राङला क्यान आमा तङ राङ के साला सुजे रोदी मिमान। त्यस कारणले हामी हाम्रो क्षेत्रलाई सम्झिरहौँ, याद गरिरहौँ। यो गुम्बा यत्रो बनेको छ, यो गुम्बाको बारेमा म केही भन्न चाहन्छु। यसले अब बाहिर लामा पढ्न जाने, हाम्रो ज्ञान पढ्न जाने, भोग पढ्न जाने साथीहरूलाई यहीँ रोकोस्। हामीले त्यो ढङ्गको यहाँ व्यवस्थापन गरौँ। मोहिङ पढ्ने साथीहरूलाई पर आवासीय विद्यालय छ त्यसको पनि व्यवस्थापन गरौँ र यो क्षेत्रलाई प्रकृतिले चाहिँ एकदम सुन्दर बनाइदिएको छ। खोला नाला नदी नालाहरू सबै यहीँ छन्, जङ्गली जनावरहरू छन्, पशुपन्छी छन्, अत्यन्तै रमणीय ठाउँ छ। हाम्रो मुगुम कार्मारङ भनेको देवभूमि हो, यसलाई नत्यागौँ, नछोडौँ। ठुल्ठुला संरचनाहरू बनेका छन्, यी तपाईँ हाम्रै लागि हुन्, यसको चाहिँ विकास अझ गरौँ भन्न चाहन्छु। थुप्रै बोल्ने चाहिँ मन थियो, समय छैन, बादल पानी आइरहेको छ। प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरू हुनुहुन्छ, अरू साथीहरू पनि केही कुरा राख्नुहोला। जाँदै म के भन्न चाहन्छु भने यो गुम्बा परको आवासीय स्कुललाई सधैँभरि चाहिँ मेरो तर्फबाट, मेरो पार्टी नेकपा एमालेको तर्फबाट सकेको सहयोग चाहिँ प्राप्त हुनेछ। म सहयोग प्रदान गर्ने, म चाहिँ सकेको के सहयोग गर्न सक्छु, आर्थिक भौतिक नैतिक के सहयोग गर्न सक्छु त्यो सहयोग दिने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र हाम्रो प्रमुख गुरुजी हाम्रो यो क्षेत्रको लागि लिभिङ गड सरह हुनुहुन्छ, उहाँको मिसेस पनि लिभिङ गडेस सरह हुनुहुन्छ। उहाँलाई म हृदयदेखि पुनः नमन गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। धन्यवाद। जमाला थुक्चे छे। थ्याङ्क यू अल अफ यू।